यो कुरा मलाई मन पर्यो। सन्देशमूलक लोककथा सही शिक्षाको प्रयोग। जिल्लामा नाम चलेको सामुदायिक विद्यालय थियो। देशकै नमुना मध्ये एक स्कुलमा थप एक शिक्षकको जरुरत पर्यो। शिक्षकको लागि निवेदन दिन धेरै आए, जसमध्ये विद्यालयका प्राध्यापकले 5 जनालाई छनौट गरेर व्यावहारिक शिक्षामा जाँच गर्ने सोच बनाए। 5 जना नयाँ निवेदन दिने शिक्षकहरूले हरेक क्लासको विद्यार्थीलाई आफ्नो व्यावहारिक शिक्षाको लागि प्रयोग गर्न थाले। सबै शिक्षकहरूले आफूले तयार गरेको पेपर प्राध्यापकलाई बुझाए। रोचक कुरा के हो भने सबैले एक किसिमका कक्षामा पहिला, दोस्रो, तेस्रो गर्दै सफल भएका विद्यार्थीहरूको उदाहरण दिएर आफ्नो पेपर तयार गरेका थिए। त्यसमध्ये शिक्षकको निवेदन दिने एक व्यक्तिले पढाइमा मध्यम 20तिरको विद्यार्थीको उदाहरण दिएर सबैलाई चकित पारेका थिए। जब विद्यालयको शिक्षक छान्ने फाइनल दिन आयो, विद्यालयमा शिक्षक, विद्यार्थीका अभिभावक, जिल्लाबाट आएका व्यक्तिहरूको उपस्थित थियो। प्राध्यापकबाट 4 जना प्रतिनिधि शिक्षकको विद्यार्थी छनौटको प्रक्रिया आउँदा त्यहाँ उपस्थित सबैले सामान्य नै सोचे। तर एक शिक्षकले छानेका विद्यार्थी देखेर कक्षाका साथीभाइ, अभिभावक, उपस्थित विशिष्ट व्यक्तिहरू अचम्मित भए। सबैको आशा थियो ती शिक्षकमाथि, किनकि उनी जिल्लाकै सबैभन्दा अनुभवी र पढेका व्यक्ति थिए। जब उनको पालो आयो, उनले आफ्नो पेपरको बारेमा जानकारी दिन लागे। ती शिक्षकले कक्षा 9 का प्रथम, द्वितीय, तृतीय हुँदै 20 जना विद्यार्थीलाई आफ्नो प्रयोगमा लगाएका थिए। उनले सबै विद्यार्थीलाई भने, मैले बिहान विद्यालय आउँदा बाटोमा एउटा कुकुर ब्याएको देखेको थिएँ। तिमीहरू त्यसलाई हेरेर आऊ, अनि तिमीहरूलाई म एक एक गरेर प्रश्न सोध्छु। एक एक गरेर सबै विद्यार्थी गएर हेरेर आए। सरले प्रश्न सोध्न थाल्नुभयो। पहिला कक्षाको प्रथम भएको व्यक्तिबाट सुरु गर्नुभयो। तिमीले देख्यौ? उसले जवाब दिँदै भन्यो, सर, मैले देखेँ, तो कुकुर नै हो, DOG डग। सरले अर्को प्रश्न थप्दै सोध्नुभयो, कतिवटा रहेछ, कस्तो कलरको रहेछ भनेर सोध्नुभयो। ऊ झस्कियो र अल्मलियो र भन्यो, सर, मलाई त तपाईले ब्यायो कि ब्याएन हेरेर आउनु मात्र भन्नुभएको थियो। मैले बस त्यो मात्र हेरेर आएँ। सरले यसै गरी दोस्रो हुने व्यक्तिलाई सोधे। उसले पनि अलमल हुँदै पुरा जवाब दिन सकेन। त्यसै गरी तेस्रो हुने, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, 9, 10औं, 11औं, 12औं सम्म सोध्दै गए। जब 13मा पुगे, ऊ विद्यार्थी आइपुगेको थिएन। ऊ यस्तो विद्यार्थी थियो, उसले 15 मिनटमा सक्ने अरूले काम ऊ 30 मिनट लगाएर गर्थ्यो। अरू पछिका विद्यार्थीहरूलाई सोध्न थालियो। सबैको भरपूर जवाब आउन सकेन। त्यहाँ उपस्थित सबै अचम्मित भएर टुलु हेरिरहे। यत्तिकैमा 13 रोल नम्बर भएको विद्यार्थी टुक्लुक्क आइपुग्यो। उसलाई प्रश्न सोध्न थालियो। उसले कतिवटा, कस्तो रङको, कहाँनेरि, कसरी बसेको, के गरिरहेको छ, भाले हो कि पोथी, कतिवटा सबै जवाफ मिलाएर दियो। यो दृश्य देखेर त्यहाँ भएका सबैले ताली बजाउन थाले। प्राध्यापकले ठुलो स्वरमा भन्नुभयो, गहिराईमा डुब्दै नडुब्नु, यदि डुब्नु छ भने सबै खोतल्नु। ती विद्यार्थी छनौट गर्ने व्यक्ति शिक्षकको रूपमा भर्ती भए भने एकहोरो सुगा रेटाई गरेर प्रथम, द्वितीय भएका विद्यार्थी लज्जित भए।